तस्बिरमा देखाइएका कतिजनालाई चिन्नुहुन्छ? नेपालमा प्रजातन्त्र स्थापना हुनुभन्दा ठिक 3 दिन अगाडि यानि कि 2007 साल फागुन 4 गते भारतको एयरपोर्टमा लिएको तस्बिर हो यो। तस्बिरमा नेपालका त्यति बेलाका राजा त्रिभुवन र युवराज महेन्द्रलाई तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू र राष्ट्रपति राजेन्द्र प्रसादले विदाई गर्दैछन्। त्यहाँबाट उडेको केही क्षणमा राजा त्रिभुवन र उनको परिवार काठमाडौँ स्थित गौचरण एयरपोर्टमा ल्यान्ड गर्नेवाला छन्। गौचरण एयरपोर्ट भने हाम्रो अहिलेकै त्रिभुवन इन्टरनेसनल एयरपोर्ट हो। उबेला गाई चर्ने ठाउँमा एयरपोर्ट बनेको कारणले गर्दा गौचरण एयरपोर्ट भनिन्थ्यो। गौचरण एयरपोर्ट, त्यस पछाडि काठमाडौँ एयरपोर्ट हुँदै त्रिभुवन इन्टरनेसनल एयरपोर्ट बनेको यो एयरपोर्टलाई त्यो समयमा सर्वसाधारणले यसरी आफै डाँडा चिरेर अथवा खनेर बनाउँदै थिए। जेहोस्, भारतबाट त्यही गौचरण एयरपोर्ट हुँदै नेपाल फर्किएका राजा त्रिभुवनले 2007 साल फागुन 7 गतेको दिन राणा शासनको अन्त्य भई अब प्रजातन्त्रको स्थापना भएको घोषणा गर्छन्। 2007 सालमा प्रजातन्त्र स्थापनाको राजा चढेकै गाडीमा बम आक्रमण, पहिलो प्लेन हाइज्याक, सिंहदरबारभित्रै आगलागी, एकमात्र जनमत सङ्ग्रह, 10 वर्षे जनयुद्ध, दरबार हत्याकाण्ड, राजतन्त्रको पतन, नाकाबन्दी, 2072 सालको भूकम्प, विश्वव्यापी कोरोना, यता नेताहरूको नाटक र नौटङ्की, सिंहदरबारको कुर्सीको लागि म्युजिकल चेयर हुँदै त्यही सिंहदरबार जलाइदिन्छु भन्नेहरूको उदय, यो सबै कुरा हामीले यही 7 दशकको समयमा देख्न पायौँ। इतिहासविदहरूले पनि नेताहरूले पनि यही 2007 साल पछाडि नेपाल नयाँ युगमा प्रवेश गरेको भन्ने गर्छन्। सो आउनुहोस् आजको इनडेप्थ स्टोरीमा फेरि एकपटक नोस्टाल्जिक फिल गर्दै 2007 साल पछिका सबै घटनाक्रमलाई निहाल्दै हाम्रो विगत बुझ्ने कोसिस गरौँ। प्रस्तुत छ द इन्टायर हिस्ट्री अफ नेपाल आफ्टर 2007। 2007 सालभन्दा अगाडिसम्म 104 वर्षीय जहानीय राणा शासन थियो भन्ने त हामी सबैलाई थाहा छ। अहिले मैले सुरुमा देखाएको इमेज पनि भारतमा दिल्ली सम्झौता गरेर नेपालमा राणा शासनको अन्त्य गर्ने निर्णय भए पछाडि लिएको तस्बिर हो। जङ्गबहादुर राणाबाट सुरु भएको जहानीय राणा शासन मोहन शमशेरसम्म आइपुग्दा केही हदसम्म लेस अटोक्रेटिक हुँदै गएको थियो। पछिल्ला समयहरूमा राणा विरोधी गतिविधिहरू पनि बढ्दै गएका थिए। जब जनतामा चेतना र राजनीतिक जागरण वृद्धि हुँदै गयो तब राणा विरोधी आन्दोलनहरू क्रमशः सशक्त हुँदै गयो। विक्रम सम्वत 1988 मा सबैभन्दा पहिला प्रचण्ड गोर्खा नामको सङ्गठन खोलियो जसले राणा विरोधी गतिविधिहरू गर्न थाल्यो। तर राणाहरूले पनि यो संस्थाको बारेमा थाहा पाए र यसमा आबद्धहरूलाई पक्रिए अनि फेरि आन्दोलन सुस्ताउन थाल्यो। तर त्यसकै 5 वर्ष पछाडि फेरि 1993 मा टङ्कप्रसाद आचार्यको सभापतित्वमा नेपाल प्रजा परिषद नामक राजनीतिक दलको गठन भयो। राणाहरूको अन्याय र अत्याचारको विरोध गर्ने, जनतामा जागरण भर्ने, राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना गर्ने सो दलको उद्देश्य थियो। यो दलको प्रभाव यसरी बढ्दै थियो कि राणाहरू त बिस्तारै आत्ति नै सकेका थिए। तर राणाहरूले नै यही दलका केही सदस्यहरूलाई नै आफ्नो प्रलोभनमा पारी यसको सबै पदाधिकारीहरूलाई बिस्तारै पक्रिन सुरु गरे। अनि विक्रम सम्वत 1997 को माघ महिनामा शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा र दशरथ चन्दलाई मृत्युदण्ड दिइयो। उनीहरूलाई नेपालको 4 शहीद भनेर पनि चिनिन्छ। त्यस्तै पार्टीका संस्थापक टङ्कप्रसाद आचार्यलाई पनि पक्राउ गरेर जेलमा हालियो। उनलाई जिउँदो शहीद पनि भन्ने गरिन्छ।